हेलो साथीहरू, स्वागत छ मेरो ब्लग भिडियोमा। अहिले साँझको बेला भइसकेछ। हेर्नु साथीहरू, सबै आफ्नो आफ्नो काममा बिजी छन्। म यहाँ ब्लग बनाउन बिजी छु। हेर्नुहोस्, बाख्रा के गरेछन्। तिम्रोको घर जाने बेला भयो छैन? अब एकछिन पर्खो, अहिले जान्छौ। हो, यिनीहरूको घर। ए, घरमा एउटा मुनु छ सानो। यता के गरेछन्, बाटोतिर जाम है। नेहा निशा ड्याडी मम्मीलाई कुरेर बसेछन्। कहिले आउनुहुन्छ र हामी जान पाउँछौँ भनेर। यहाँ काइँला सुतेर बसेछ। यहाँ बाटोको भ्यू हेर्नु। अब भित्रको यहाँ बच्चाहरू के गरिरहेछन् हेरौँ। पुरा गेम खेलिरहेछन्। ओए, के गरेको तिमीले? के खेलेको? आफ्नै मस्तीमा छन्, आफ्नै दुनियाँमा छन् बच्चाहरू। अब भान्सा अहिले पुरा खाली छ, कोही छैनन्। अब एकछिनपछि यहाँ मान्छे भरिन्छन् खाना पकाउने तयारीमा। घरकै कागती हेर्नुहोस्, घरमै फलेको साग, घरमै फलेको। अब यहाँ हेर्नु साथीहरू, बुढीले बजारबाट प्याज अनि लिएर आए। प्याज अनि के लिएर आएको? प्याज मात्रै। यहाँ मैले छोराको लागि के बनाउँदैछु हेर्नु ल। यहाँ च्याउ यसलाई राखिदिनु है। पहिला यो हातमै बसिरह्यो के पकाउने? लौका काटेर राखिदिनु। अन्डा च्याउ पकाइदिनु लागेको के छोरालाई नास्ता। बल्ल एकजना घरमा आयो, अझै बाँकी छन् आउन, कता कता गर्छन्। बल्ल एकजना आछ। अब भाँडा धुन लागि भाँडा त छैन नै, जुठो। खाना पकाउने तयारीमा भनौँ। अब म जान लाग्छु खुर्सानी टिप्न। कहाँनिर छ? खै कटौरा देऊ त। कटौरामा हाल्नु पर्यो, टिपेर राख्न पर्यो। खुर्सानी त अस्ति एक पाउ किनेको भ्याइ हो। अब बारीमा खुर्सानी टिप्न हो। खुर्सानी पनि छन् कि छैनन्? यो बारी साग के छन्? साग नै छ, साग नै, अरू त केही छैन। फर्सी पनि फल्दा छैन। घेरौला एउटा फले रहेछ। ओए ओए, घेरौला छ, टिपम घेरौला। ए, अहिले नटिप्ने अरे। खुर्सानी छ कि छैन? खुर्सानी नै छैन। अब कहाँ खोज्ने? साना बतिला रहेछन्। दुईटा साना भेटाए बतिला। अरू खोजौँ है, भेटाइन्छ कि भेटाइँदैन। खुर्सानीका बुट्टा नै छैनन्, साना छन्। एउटा यो त झन् यत्रोको छ, भेटाएन साथीहरू, खुर्सानी भेटाएन। मकै हेर्नु त, सबै चराले खाएर मासेछ। यहाँनिर हेर्नु, यहाँ देखाउन गइरहेको छु चराले कसरी खान्छ मकै। हेर्नु त, केही छोडेको छैन। खुर्सानी पनि भेटाएन, 3टा मात्रै, त्यो पनि साना। अब जाम घरतिर। यहाँ बाख्रा कराइरहेछन्। उनीहरूको घर जाने बेला भइसक्यो। एकछिन पर्खो। भेटाएन है लौ। ओए खुर्सानी
साथीहरू अब बाख्रा थुन्न लाग्यो हो। एउटा बाख्रा गइसक्यो। या टाउकोमा लाग्यो। ठोके 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 ठोके। ल साथीहरू सबै बाख्रा गए आफ्नो आफ्नो घरमा। अब एउटा बाँकी छ, त्यो पनि जानु लाग्छ। त्यो पनि गयो। राति भयो, केही देखे छैन ब्लगमा। ल ल त्यो त्यसको नि भोलि ब्लग आउँछ। ब्लग भोलिको कन्टेन्ट भेटाएँ मैले। अब कता कपडा उठाउन। ल साथीहरू साँझ पुरा झमक्क भइसक्यो। अब एकछिनपछि राति हुन्छ। आमाहरू नि कोही दाइहरू कता कता जानुपर्छ, कोही छैन घरमा। ल आजको ब्लग भिडियो यति नै साथीहरू। यस्तो यस्तो ब्लग भिडियोहरू लिएर आउने छु। आजको लागि यति नै। ओके बाई। म पनि केही देखेको छैन हेर्नु त, किन यस्तो हाँस भिडियो। ल ओके बाई।